Okay, good morning. Today we are going to learn basics about technical analysis है ना and how to shortlist our entry. So first thing what you need to be clear is you cannot predict the direction of the market कि माथि जान्छ कि तल जान्छ. What you are hoping when you are trading is at the point of your interest, at the price of your interest. तिमीलाई जुन प्राइसमा इन्ट्रेस्ट लागेको छ कि फलानु प्राइसबाट माई stock might increase decrease, that means you are expecting other buyers, other investors to be interested in the same price. तिम्रो थ्योरी अनुसार तिमीले खोजेको प्राइसमा अरूले पनि इन्भेस्ट गर्छन् आइदर इन बाई अ सेल डाइरेक्सन अकर्डिङ टु यु. सो यसले के कन्सेप्ट आउँछ भने यु आर एक्सपेक्टिङ देम टु support your direction and you will wait only till some time. Let's say म यतातिर यहाँ साइडमा प्राइस ब्ल्याकमा हेर्न सक्नुहुन्छ. लेट्स से म यहाँ 4290बाट आई वान्टेड टु बाई, त मैले बाई गरेँ. आई एम एक्सपेक्टिङ अदर टु पुश द प्राइस, अरू पनि त्यही प्राइसमा buyer interested भयो भने बल्ल my price will go up. But let's say they are not interested, buying आएन, then it will come down. I will have a limit कि यति प्राइससम्म I will wait them. Let's say $20 $30 लससम्म म वेट गर्छु फलानु बायरहरू आउनुहुन्छ. आउनु भएन भने I will exit. But exit लिन्छु. After that it doesn't matter कि your trade went in positive direction, negative direction. Just stick on your discipline. What discipline are the basics? First of all कि म दिनमा maximum कति trade लिन्छु. Second कि how much loss can I bear. Third is how much profit am I expecting maximum. यसमा लसको पनि लिमिट राख्नुपर्छ. इट इज नट कि म $200 लस खान्छु $50 म्याक्सिमम प्रफिट लिन्छु. नो, रिस्क रिवार्ड रेसियो सुड अल्सो बी गुड. त्यही भएर दिज आर सम बेसिक्स अनि डिसिप्लिनको कुरा. टुडे वी आर जस्ट गोइङ टु टिच यु सम बेसिक्स अबाउट टेक्निकल एनालाइसिस. वी आर ओपनिङ इन दिस इन पिसी. यु क्यान डु सेम थिङ इन मोबाइल अल्सो. स्क्रिन साइज मात्र सानो हुने हो, अरू केही होइन. सो वाट वी डु, फर्स्ट अफ अल वी गो इन tradingview.com. In TradingView you will get the option to select the script. त्यो स्क्रिन खुल्छ लगइन गर्ने. अनि गोल्ड मिन्स साउ XAU साउ USD यो गोल्ड हो. सो मेरो यु क्यान चेन्ज. हामी गोल्डमै मात्र गरिरहेको छ मैले लर्ड एम्पायरमा. एन्ड सो दिज आर आवर प्रिभियस चार्ट. मैले क्लियर गरेर आई विल सो यु कि बेसिक एन्ट्री कसरी लिने. ओके, फर्स्ट लेट्स डिलिट यो ओल्ड लाइफ फेभरेन्सलाई डिलिट गरौँ. Okay, first of all is trend. You will see कि market को trend pattern के छ. These are previous resistance जुन देख्न सक्नुहुन्छ ब्रेक भयो. बट ब्रेक भएपछि के भइरहेछ यहाँ रिटेस्ट. यो सानो पातलो विक देख्नुहुन्छ. दिस इज कल्ड रिटेस्टिङ विक भन्छ. यहाँ पनि छ द स्ट्रङ्गर द विक द स्ट्रङ्गर द मुभमेन्ट इज. यो जति लामो विक हुन्छ यसले देखाउँछ कि त्यति फाइट परेको थियो बिट्विन बायर्स एन्ड सेलर्स. ओके, we will switch to यहाँ टाइम फ्रेम भन्छ. 4 आवरमा स्विच गरौँ. लेट्स मेक दिस सिङ्क इट. ल, यो पुरानो लाइनहरू थियो. वी क्यान सी यता सपोर्ट लिइरहेको छ. सपोर्ट लिइरहेको छ भने मिन्स बायर एट्र्याक्ट गर्छन् यो पोइन्टमा. सो वाट वी विल डु, वी विल चुज टु फिब रिट्रेसमेन्ट. अनि हामीले ट्याक्क यसलाई लोवर पोइन्ट बनाएर इट इज इज लास्ट सपोर्ट. यसलाई लोवर पोइन्ट बनाएर हामी टार्गेट राख्छौँ यहाँ 4 आवरको हाइयरलाई. यो एउटा इन्ट्राडे पोजिसन भनौँ. इट इज नट मच स्विङ. ओके, यसलाई अलि एक्सटेन्ड गरौँ. ओके, लेट्स लक इट. यो हाम्रो पोजिसन हो. न फिब रेन्ज वाट इट सोज द की जोन फर टेस्टिङ. अब यसमा हेर्नु होला ट्याक्क यो जुन पोइन्ट छ यता एउटा जोन बनिरहेछ 0.61 मिन्स 61% को रेन्ज छ फेबमा. इट इज वान अफ द स्ट्रङ्गेस्ट. जब पनि प्राइस यहाँ आउँछ एकपल्ट बााउन्स जान्छ. ओके, बााउन्स गरेर के हुन्छ, यहाँबाट ठोकिएको भए वी वुड सेल इट. यो 0.5बाट ठोकेर खसेको भए सेल गरिन्थ्यो. बट इट डिडन्ट फल. यो के गर्यो, माथि नै गयो. न अब फेरि हेर्नु नेक्स्ट क्यान्डलले 0.5 वाला रेन्जमा यहाँ जुन प्राइस छ
4280 यसलाई के बनाउँछ अब सपोर्ट बनाउँछ नेक्स्ट मिन्स वेन मार्केट ओपन्स इन मन्डेतिर जब मार्केट खुल्छ हामी यतातिर बाई गर्ने हेर्छौँ वी विल नट सेल हियर बिचमा सेल गर्ने बाई गर्ने होइन यतातिर वी विल बाई इट अनि हाम्रो प्रफिट कहाँ जान्छ यता जान्छ 4361 जान्छ इन दिस डाइरेक्सन अब त्यही कुरामा यदि यिनी कुनै रेन्जबाट प्राइस फेरि फल गरिरहेछ भने वी विल एक्जिट यो हो बेसिक ट्रेन्ड हेर्ने अनि फिभ रेन्ज हेर्ने ट्रेन्ड लाइन मैले अहिले बताएन बिकज यता पुरानो पुरानो ट्रेन्ड लाइन छन् नयाँ ट्रेन्ड लाइन हामी जब न्यू मार्केट खोल्छौँ म एकपल्ट फेरि ट्रेन्ड लाइन बताउँछु अहिले जस्ट सपोर्ट र रेजिस्टेन्टमा कसरी गर्ने एन्ड मेन्टेन इज डिसिप्लिन कि हजुरको प्राइस रेन्जबाट हजुर मुभ नगर्नु मार्केट खसे पनि इन्क्रिज भयो भने योर पोजिसन सुड बी फिक्स कि आई विल एन्टर एट दिस आई विल एक्जिट एट दिस यति डलरको प्रफिट भए पनि निस्किने लस भए पनि निस्किने हुन्छ फर टुडे ओन्ली दिस मच बिस्तारै बिस्तारै बताउँदै जान्छ फर नाउ यु आर लर्निङ हाउ टु टेक कल्स पोजिसन्स त्यसैमा नै कन्टिन्यू गर्नु होला ओके थ्याङ्क यू